कुनै समय काठमाडौँ र भक्तपुरलाई जोड्ने मुख्य सडकमा गुड्ने ट्रली बसमा तपाईहरूमध्ये कतिले यात्रा गर्नुभएको छ त? झन्डै 50 वर्ष अगाडि विक्रमसम्म 2032 सालमा नेपाल भित्रिएको नेपाली ट्रली बस प्रणाली नेपालमा पहिलो विद्युतीय सार्वजनिक यातायात सेवा थियो। चीन सरकारको सहयोगमा नेपालमा ट्रली बस सेवा सुरु गरिएको थियो। भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको त्रिपुरेश्वरसम्म निर्बाध रूपमा ट्रली बस गुड्दथ्यो। धेरैले सार्वजनिक यातायात सेवाका निम्ति ट्रली बस प्रयोग गर्दथे। ट्रली बस सेवा सुरु भएको 12 वर्षसम्म निर्बाध रूपमा सञ्चालन भए पनि 2044 सालसम्म आइपुग्दा यो सेवा बन्द हुने अवस्थामा पुगेको थियो। बीचमा बन्द भएको ट्रली बस पछि सन् 2001 सम्म आंशिक रूपमा चलेको थियो, तर सन् 2008 पछि घाटा भएको कारणले यो सेवा पूर्ण रूपमा बन्द भए। यसरी बन्द भएका ती 32 वटा ट्रली बस मिन भवन स्थित यातायात व्यवस्था विभाग परिसरको कबाडी हलमा अहिले थन्किएर बसेका छन्। बसका सबै पाट पूर्जामा खिया लागिसकेको अवस्था छ। लगभग झन्डै 33 वर्षसम्म काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रली बस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा रहेको छैन। विद्युतीय ट्रली बस साँच्चै नै अब नेपालको इतिहास बनिसकेको छ।